आजको मेरो नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ। के कस्तो लाग्छ हेरेर साथ दिनुहोला, कमेन्ट गरिदिनु होला। नयाँ भिडियो सुरुवात गरेको मैले के कस्तो छ भनिदिनु होला। अझै राम्रो भिडियो बनाउँदै जानेछु। हजुरहरूको माया र साथ पाए भने साथीहरू हेरेर अन्तिमसम्म साथ दिनुहोला। हस् अहिले साथीहरू मसिनो टमाटरको थेबे अचार बनाएर खान्छु। थेबे अचार बनाउँछु। थेबे अचार मसिनो टमाटरको फिचे आइपुगेछ। फिचे आइपुगेछ। नो फिचे राजा को यता क्यामेरा छिपिदिएर फेरि बसेको खुजे भन न कस्तो क्यामेरा छिपिदिएर बसिदिएको। हसीना हो पसीना में नागिन के डांस करेलू। जिरा मेथी अदुवा लसुन खुर्सानी सबै हालेर तर्काइदिएको साथीहरू हेरिदिनु होला मेरो भिडियो। यसरी हालिदिनुपर्छ। मसुरीको दाल बिहानको खाना बनाउँदैछु साथीहरू। हेरिदिनु होला।
गर्ने गरी भातसँग खानुपर्छ। अमिलो टक्क परेको अचार हुन्छ साथीहरू। खुच्चे यहाँ बसिरहेछ। खुच्चे भोक लाग्यो? भोक लाग्यो? अहिले माम दिन्छु ल। माम खान्छ खुच्चीले अहिले। साथीहरू हेर्दै गर्नुहोला मेरो भिडियो। ल साथीहरू बिहानको खाना खान थालेँ म चाहिँ। अघि मसिनो टमाटरको अचार, दाल, हिजोको खुट्टा थियो कुखुराको, साथीहरू हाम्रो चिङ्बा हेर्नु। हाम्रो चिङ्बा हेर्नु। लुगा धोएर चिरी सुतेको साथीहरू बुच्कै रिदाएछु। अहिले भर्खर उठेको। हाम्रो यहाँ मैचाङ पनि छ है। मैचाङ हाई भन्दै हाई साथीहरू भन्दै। साथीहरू लुगा धोएर एकछिन सुतेको त निदा साथीहरू। रात परिसक्यो। त्यो लुगा धोएर सुतेको। हाम्रो पुच्चेको मम्मी। पुच्चे मेरो चाहिँ साथीहरू मेमोरी फुल देखाइहाल्छ। भिडियो बनाउनै पाउँदिनँ। अब बेलुकाको खानापिना बनाउनु पर्यो। पानी सानी थाप्नु पर्यो साथीहरू भाँडामा। पर्यो साथीहरू। पानी पर्ला जस्तो भएको छ। अल्छी लाग्दो। उहाँ छ हाम्रो जेङ्बा। घर चाहिँ हाम्रो यही हो साथीहरू। जाडो भएको छ धुम्मेर। साथीहरू हेरेर साथ दिनु होला। यो चाहिँ जेङ्बाको डसना। हाम्रो जेङ्बा सरको डसना। जेङ्बा सर त्यसै साथीहरू मैले चाहिँ बेलुकाको खाना खाएको भिडियो गरिनँ।
एकैचोटि खाना खाइसकेपछि गरेको। अब चाहिँ हामीहरू खाना खाइसकेर रुमतिर आएर सुत्न लागेको। यतिखेरसम्म मेरो भिडियो हेरिदिनु भएकोमा साथीहरूलाई धेरै धेरै धन्यवाद। बाई बाई।